सबै उठाएर फेरि हामी डस्टबिनमा हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड फेसबुक पेज र फिलहालमा चाहिँ हामी डियर पार्क गइरहेका छौँ यता रोशन मेरो डेली पार्कमा हुन्छ नि दिदी हुनुहुन्छ अन्त दिदीको भदैनी हुनुहुन्छ यता चाहिँ यता हेर नानी दिदीको भदैनी हुनुहुन्छ रोशनले गाडी भाडा पनि तिरिहाल्यो थ्याङ्क यू बाजी थ्याङ्क यू मिस त्यो चस्मा चाहिँ टाउकोमा लगाउनु लागि ल्याएको हो ए है म मार्गी राख्दैछ हामी डियर पार्कभित्र एन्ट्री गरिसकेको छ है यता हेर्नुहोस् न पछाडि मेरो गाउँको छिमेकीहरू भवन छिमेकीहरू त्यो पुसे गर्दा नदेखा न यार क्यामेरा अन्त पुसे गर्दा यहीँबाट एउटा हान्नु दिल्लीमा बल्ल बल्ल चराचुरुङ्गी कराएको सुन्यौ अब चाहिँ हामी बिस्तारै बिस्तारै अगाडि बढ्दैछ है यो डियर पार्कमा यो चाहिँ स्पट चाहिँ दामी रहेछ ड्राई पिकनिकहरू गर्नु लागि अन्त डेटिङ गर्नु लागि पनि दामी रहेछ डेटिङ गर्नु मान्छेहरू आउँदो रहेछ दिस इज आवर नेसनल बर्ड मजुर पिकक बच्चा लोग जल्दी जल्दी चलो खै तपाईँको युट्युब च्यानलको नाम अन्त ठुलो सोले भन्नु त याङटेनला भोटिया सब्सक्राइब गरिदिनुहोस् गाइस हाम्रो सानो मान्छेको युट्युब च्यानललाई यसको फोटो सेसन चल्दैछ हो क्यामेराम्यानको आज फोटो आउँदैन ल वाउ व्हाट अ ब्युटिफुल फ्लावर यहाँ चाहिँ गाइस हामी यहाँ झिलतर्फ लागिरहेका छौँ अब चाहिँ हामी झिल पुग्नु लागेछ है सो गाइस फिलहालमा चाहिँ हामी यहाँ झिलतर्फ आइपुगेको छ है झिलको ग्रिलमा बसिरहेको छु यता झिल तपाईँको घाँसहरू पनि छ पर यता बोटिङ पनि हुन्थ्यो यता पारि आइल्यान्ड पनि छ है अन्त यता फाउन्टेन पनि छ एकदम रमाइलो है झिल पनि पुरा लाउनु माथि चाहिँ चमेरा हेर्नुहोस् चमेरा यता हुँदो नि हेभी रहेछ नि त हरेक रुखै पछि मजाले झुन्डेर बस्दो रहेछ चमेरा चाहिँ लु तपाईँले उहाँ हेर्नु सक्नुहुन्छ टोटोइस कछुवाको बच्चा यस्तो खुला मैदान हेर्नु सक्नुहुन्छ यहाँनिर नानीहरू ल्याएर यसो रिक्रेसन टाइम है खेल्नु दिँदा पनि हुँदो रहेछ गाइस होइन यहाँनिर बसेर मजाले आफूले जे ल्याएको छ त्यो खाँदै बस्दा पनि भयो यहाँ माथि चाउर रहेछ होइन चाउर पनि कस्तो भन्दाखेरि अब लाइक स्लोपी टाइप पनि मजाको रहेछ ग्रिनेरीले भरेको है दुबो पलाएको सानो चिजमा रमाइलो गर्नुपर्छ हेर्नुहोस् न हाम्रो सानो बहिनी यहाँ इन्जोय गर्नुहुँदैछ लड्यो भने चाहिँ म केही जान्दिनँ भ्लगर गर्ल फेरि यता त जहाँ गयो भने पनि गाडी नै कुदाउनु इच्छा राख्ने मान्छे यहाँ हेर्नुहोस् गाइस किड्स इन्जोय गर्दैछ है सानो नानी कति मजाले खेलेको यहाँ अरे बाफ्रे लड्छ लड्छ इन्जोय गर मजा आउँदैछ मजा आयो अहिले भने चाहिँ हामी है बल्ल बल्ल एउटा शीतल ठाउँ खोजेर बसिरहेछ त्यो चिप्सहरू खानुपर्छ अन्त बादमा खाइसकेर यो प्लास्टिकहरू सबै उठाएर फेरि हामी डस्टबिनमा हाल्छ
लानु पर्यो नि घर लगेर यहाँको नै फ्यालिरहेको छ फ्याल्नु हुँदैन त यहाँ नट गुड फिलहालमा चाहिँ 4:30 हुन लागिसकेको छ अन्त अहिले चाहिँ हामीले गरिसक्यौँ चिजहरू ल्याएको थियो लन्च पनि जङ्क फुड चाहिँ नखानुहोस् तपाईँहरू भन्दा नि हामी चाहिँ आएर खाइहालेँ है हामी चाहिँ यहाँ चाहिँ फ्याल्दैन लगेर डस्टबिन फ्याल्छ यो कभर डस्टबिनमा फ्याल्नुपर्छ डस्टबिन फ्याल्दैन डस्टबिनमा फ्याल्नुपर्छ डस्टबिनमा फ्याल्छ यो सबैलाई यो चाहिँ लेसन हो कहिले पनि मैलाहरू लगेर बाहिर गएर खाँदाखेरि कहिले पनि बाहिर छोड्नु हुँदैन लगेर अलवेज पुट इन द डस्टबिन भनेर चाहिँ है डिके भवनको हिरोइन सुन्दर सुशील टिकटकर भिडियो रिल्स गाइस चाहिँ झिलको तल्लो भाग है तपाईँहरू हेर्न सक्नुहुन्छ माथि गएर देखाउँछु राम्रो छ माथिल्लोबाट रहँदै देख्दै थिएन हाम्रो चौजाले देख्छ गाइस फिलहालमा चाहिँ मैले डस्टबिन पाइहालेको छु अन्त यसलाई मैले डस्टबिनमा दफनाइ दिइहालेको छु मैले बाहिर चाहिँ फ्यालेँ डस्टबिनमा हालेको छु जसरी भए पनि सो गाइस फिलहालमा चाहिँ हामी एक राउन्ड लगाइसकेर आउँदा चाहिँ डियर पार्कको डियर हाम्रो आँखाको सामने आइपुगेको छ आयो हिरन वाउ सो ब्युटिफुल गाइस है फाइनली हाम्रो यो सानो भिजिट फोटो भिजिट यहीँ एन्ड भएको छ है थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो टिल द एन्ड तपाईँहरूले फलो गर्नु भएको छैन भने फेसबुक पेजलाई फलो गरिदिनुहोस् है अन्त मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनुहोस् तपाईँहरूको मायाले गर्दा म आज यहाँसम्म भिडियो बनाउँदै आइपुगेको छु पनि दिल्ली आएपछि यो जग्गा चाहिँ नभुली आउनुहोस् है वन्स अगेन थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो टिल द एन्ड सी यू इन द नेक्स्ट ब्लग